हाई गाइज आउनुहोस् तपाईँ मम्मी लिएर बनाउँदै घरमै प्यान पिज्जा। सबैभन्दा पहिले चाहिँ मैले 2 चम्चा चिनी र 1.5 चम्चा इस्टमा चाहिँ मनतातो पानी हालेर राम्रोसँग फिटेको छु। त्यसलाई चाहिँ मजासँगले फिटेको छु। मजाले राम्रोसँग मिक्स गरेपछि मैले चाहिँ त्यसलाई चाहिँ केही बेर चाहिँ साइडमा राखेको छु। मजासँग फिटिरहेको छु मैले। अनि त्यसपछि फिटेपछि केही बेरलाई चाहिँ साइडमा राखेको छु। मैले लगभग हाफ एन आवर चाहिँ रेस्टमा राखेको थिएँ। त्यसपछि चाहिँ मैले 2 कप मैदा अनि 1 चम्चा नुन राखेर चाहिँ मजाले एकछिन चलाएको छु। अनि त्यसपछि अघि तयार पारेर राखेको इस्ट पानी राखेर चाहिँ राम्रोसँगले चाहिँ मुसेको छु। मजासँगले मुसेको छु। त्यसमा चाहिँ त्यो पानी थोथोरै गर्दै हाल्दै मजाले मुसेको छु। अनि डो तयार भएपछि चाहिँ मैले त्यसलाई चाहिँ केही समयको लागि चाहिँ रेस्टमा राख्छु। रेस्टमा राख्नुभन्दा अगाडि चाहिँ मैले ब्रसको हेल्पले चाहिँ थोथोरै तेल लाएर उल्टाइ पुल्टाइ गरेर तेल लगाएर राखेको छु। त्यसलाई चाहिँ मजाले तेल लगाएपछि अगाडि पछाडि गरेर तेल लगाएपछि मैले एकछिन त्यसलाई रेस्टमा राखेको छु। त्यसपछि मैले चिज कोरेको छु। चिज चाहिँ मजासँगले मसिनो गरेर कोरेसोबाट चाहिँ मैले कोरेको छु। त्यसपछि मैले चाहिँ अब पिज्जा सस बनाउने भनेर चाहिँ एउटा प्यानमा ब्रसको हेल्पले बटर राखेर त्यसमा चाहिँ लसुन अदुवा राखेर ओरिग्यानो राखेको छु। मैले त्यहाँ मस्टर्ड सस राखेको छु। एकछिन चलाएपछि केचप राखेको छु, मायोनिज राखेको छु, पास्ता राखेको छु। पास्ता भन्दा पनि पास्ता सस राखेर अनि त्यसपछि त्यहाँ माथिबाट चिली फ्लेक्स राखेको छु। अनि एकछिन मजाले चलाएको छु। त्यसलाई अलि बाक्लो भएको थियो, मैले थोरै पानी राखेर मजाले पकाएको छु। त्यसलाई चाहिँ राम्रोसँग एकछिन पकाएपछि चाहिँ मैले मसरुमलाई चाहिँ प्यान फ्राई गरेको छु। मसरुमलाई चाहिँ सँगै थोरै लसुन अनि त्यसपछि गएर डल्ले खुर्सानी राखेर मजाले फ्राई गरेँ। अनि त्यसपछि त्यो चिकनलाई चाहिँ मैले अघि नै बोइल गरेर राखेको थिएँ। अनि एकछिन प्यान फ्राई गरौँ भनेर प्यान फ्राई गरेँ। अनि त्यसपछि गएर अघि राखेको रेस्टमा राखेको डोलाई चाहिँ मजाले बेल्दैछु मैले। डो चाहिँ अब रोटीभन्दा 3 गुणा जति बाक्लो हुनु पर्यो पिज्जा बनाउनको लागि। अब पिज्जा त अलिक बाक्लो बाक्लो पनि हुन्छ होइन। त्यसपछि मैले चाहिँ प्यानमै बनाउने भएको भएर चाहिँ काँटा चम्चाको हेल्प लिएर त्यसमाथि चाहिँ सानसानो पालहरू गराएको छु। अनि उल्टाइ पुल्टाइ गरेर मैले चाहिँ दुई दुई मिनट गरेर पकाएको थिएँ त्यसलाई चाहिँ। अनि त्यसपछि मैले अघि बनाएर जुन राखेको सस थियो नि हो त्यो सस राखेर मजाले माथिबाट चाहिँ चिज हालेँ। अनि चिज राखेपछि मैले प्याज हाल्छु, क्याप्सिकम हाल्छु। अनि त्यसपछि अघि बनाएर राखेको मसरुम हाल्छु। अनि त्यसपछि गएर अघि बनाएको चिकन प्यानमा फ्राई गरेको चिकन हालेर मजाले फेरि